महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। छन पाउजो झिलमिली घर पहेँलो हरियो लुगाले सिंगार हर्ष र खुसीले मनभरि छायो मन त्यसै रमायो हल्दीको दिन आयो हल्दीको दिन आयो मेहन्दीको दिन आयो मेहन्दीको दिन आयो मिष्ठान्न खाँदै नाचौँ हर्षले रमाइलो बनाऊ हल्दीको रसले सबैले नाची गरौँ रमाइलो हातमा मेहन्दी मनमा उज्यालो सँगी साथी परिवार साथमा यो बाँकी जीवन ईश्वरकै हातमा सँगी साथी परिवार साथमा यो बाँकी जीवन ईश्वरकै हातमा हर्ष र खुसीले मनभरि छायो मन त्यसै रमायो मेहन्दीको दिन आयो मेहन्दीको दिन आयो हल्दीको दिन आयो हल्दीको दिन आयो
साँचेर सबैको गीतको लयमा हाँसोको बहार सजाऊ यो दिन बनाऊ यादगार गीतको लयमा हाँसोको बहार सजाऊ यो दिन बनाऊ यादगार हर्ष र खुसीले मनभरि छायो मन त्यसै रमायो हल्दीको दिन आयो हल्दीको दिन आयो मेहन्दीको दिन आयो मेहन्दीको दिन आयो हल्दीको दिन आयो हल्दीको दिन आयो मेहन्दीको दिन आयो मेहन्दीको दिन आजा ना छूले मेरी चुनरी सनम मुझे ना बोलो तुझे मेरी कसम आए जवानी सर पे मेरे तेरे पे क्या करूं जवानी तेरे आजा ना छूले मेरी चुनरी सनम मुझे ना बोलो तुझे मेरी कसम जाने तमन्ना करना ऐसे सितम कुछ ना मैं बोलूं तुझे मेरी कसम आए जवानी सर पे मेरे तेरे पे क्या करूं जवानी तेरे हाय आजा ना छूले मेरी चुनरी सनम कुछ ना मैं बोलूं तुझे मेरी कसम लगन बनाउनलाई तत्पर हुँदैछौँ सबै देवतालाई साक्षी राखेर घरका कुल चित्र देवताहरूलाई साक्षी राखेर आकाशका 36 कोटी देवतालाई साक्षी राखेर देवकाला तयारी कन्याकाठी तयारी बाहुन तयारी सिलोके तयारी गाजा गाजा तयारी असली मोडेली तयारी भारौला तयारी शिव लगन भयो भर्ती राखेँ विभूति ल्याइदिनु सोनाली भित्रबाट धेरै भयो छिटो सर पे सजा के सहरा बारात लेके आओ दुल्हन मुझे बना के डोली में लेके जाओ शाम 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 शाम
होइन नजिकै हो ए हजुर नजिकै छ सबैजनाले ल्याएको चाहिँ सजिलो हजुरहरूलाई नमस्कार हामी चाहिँ सियोक 26बाट हामी आएको छौँ 25 जना जस्तो चाहिँ आएको छौँ जयन्ती बाटोमा हामीलाई अब स्वागत गर्नेहरू थियो अब त्यसै कारणले हामी ढिलो भयौँ हामीले बोलेको थियौँ 11 बजी होइन बाटो हाम्रो पनि आफन्तहरू थियो बाटो सुन्दा हामीलाई अलिक थोडा ढिलो भयो हामीले बोलेको चाहिँ हामी क्षमा माग्छौँ किनभने हाम्रो आफ्नो परिवारहरू थियो बाटोमा स्वागत गर्नु राख्दाखेरि यसो 2-4 वचन बोल्नै पर्यो त्यसो कारणले हामी आउनु चाहिँ ढिलो भएको थियो यसलाई चाहिँ पहिला नै हामी क्षमा माग्दैछौँ ल हामी त लाइन भएर केही जान्नु है कता जानु पर्ने के गर्नु पर्ने आइपुग्नु बस्दा पर्खिँदा भइसक्यो अब राजा रानीले हिँड्नु बाटोमा होइन आफन्तहरूले के गर्नु स्वागत गर्नै खोज्छ अब डर लगाएर चार्जर पनि हुन्छ सेउली छ भात खौरे अब गएर हामी सँगै त्यहाँदेखि पछाडि सबै कुरा आउँछ टाइम त अन्त अलिक लेट भयो होइन अलिक लेट भयो मैले भने त तपाईँको चिनाजाना अब चेलीमाइती सबैको हुन्छ 3 जग्गाबाट सुन्दा हामीलाई त्यसै पनि ढिलो भयो झर्नु पऱ्यो चढ्नु पऱ्यो झरेर गएँ भन्नु भएन सगुन त खानै पऱ्यो त्यसै कारण ढिलो भएको चाहिँ खास हामी त्यसरी सब्जी बोलाउनु भएन हाम्रो अघि बाटो थुनाले गर्दा ढिलो भएको अहिले बाबा ठिकै हुन्छ ल अब तपाईँ आइपुग्नु भयो है यसै पनि डेढ घन्टा तपाईँ ढिलो हुनु भएको छ है अब त्यसको तपाईँले अहिले बताइहाल्नु भयो के कस्तो भयो भनेर है खासमा हुँदैन तपाईँले ढिलो भएकोमा पनि यहाँ चाहिँ अलिकति तपाईँले के गर्नुपर्ने थियो तपाईँले माफी माग्नु पर्ने थियो दस्तुरसँगले त्यो पनि मुखैले होइन मौखिक रूपले होइन तपाईँले एउटा दस्तुरसँग तपाईँहरूले गर्नुपर्ने थियो कि अब अस्ति तपाईँहरू आउनु भएको थियो अब यहाँ घर परिवारले के कस्तो तपाईँहरूलाई डिमान्ड गरिएको थियो कतिजना आउनु भनेर भनिएको थियो अनि ल्याउनु पर्ने कुराहरू के थियो र त्यो अलिकति तपाईँहरूले बताइदिनु पर्ने डिमान्ड चाहिँ हाम्रो त्यो यो ल्याउनु त्यो ल्याउनु भएन होइन भइसकेको छ रीतिरिवाज भइसकेको छ आज खालि बेहुला लिएर आउने जन्ती लिएर आउने हामीले 20 जना भनेको 2-3 जना ड्राइभर फाल्टो भयो होइन 20 जना चाहिँ हाम्रो जन्ती चाहिँ खासै छ भनौँ न मेल फिमेल त सोध्नु मिलेन अहिले फिमेलै ज्यादा छ अरूमा के छ अब त्यो चाहिँ भन्नु पर्यो भने अब आइपुग्यो भनेर मुखले पनि नभनेर कमसेकम सगुन राखेर हामी आइपुग्यो भन्नुपर्ने हो ढिलो आउनु भयो तपाईँ हामी लिएर चाहिँ हामीले खबर दिएर हामी आइपुग्यौँ भने तपाईँहरू आउनु भयो यो सेउली ल्याउनु भयो यो त तपाईँको दस्तुर हो समयमा आउनु भएको भयो अलिक त्यसको त हात जोडेर
खुट्टा पक्रियौँ होइन त्यसको लागि होइन त्यसले त्यो तपाईँहरूलाई त गाडी जाम भयो गाडीको कतिवटा प्रब्लमहरू होइन हाम्रो तर्फबाट हुनुपर्ने हो। एउटा कुरा भन्छु, म धेरै जग्गा बुढाले हो गएँ। अब यो भात खुवाउने चाहिँ सगुन बोकेर आउँदैन, स्याउली बोकेर आउँछ। यही हो बाटो, यही हो बाटो। कहाँ गर्छु हुन्छ राम्रो गरौँ होइन। बाटो छेक्दैछ कि बाटो छेकिसकेको त्यो बाटो खोलिँदैन होला नि त लोग्ने जाऊ यो बोलाउनु हो नि सिको ल अहिले त आएको
यहाँ बस्नुहोस् न आवाहनम आसन गन्ध पुष्प अक्षर भगवान दीप नारायण नमः नमः हरि ओम नमः कलश मुखी विष्णु गन्धे बारमा देव मातृ सभास ऋग वेद यजुर्वेद श्याम वेद अथर्ववेद बहुत तेल कहाँ छ तेल तेल हरि ओम नमः मातृ जगत हरि ओम नमो नमः ततिर हरि ओम नमो नमः विष्णु अब ढोगेर नि यो माथि अलिक अगाडि नै राख्नु ल तपाईँहरूको को बस्छ उतार्नुहोस् बिस्तारै ल पृथ्वी भयो जल थल बेहुलाको कलमा लगाएको माला कौनै वृक्षको फल जगत्याय लाखपति पीछे बाराती आगे बैंड बाजा आए दुल्हे राजा गोरी खोल दरवाजा पीछे बाराती आगे बैंड बाजा आए दुल्हे राजा गोरी खोल दरवाजा गोरी खोल दरवाजा लाज शर्म की रेखा को पार कर ले ना 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 कर हाँ हाँ तो प्यार कर ले लाज शर्म की रेखा को पार कर ले ना 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 कर हाँ हाँ तो प्यार कर ले नाचते गाते तेरी गली हम आएंगे तुझको उठा के गोरी हम ले जाएंगे एकदमै मिठो है एकदमै दामी खाना एकदमै मन पर्यो यो जग्गामा चाहिँ हैन प्लस यहाँको अब एउटा सोसाइटी सोचको सबै ठिकै रहेछ क्या एकदमै दामी खानाहरू है र यहाँको समाजलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु विशेष यहाँको समाजले नै एरेन्जमेन्ट गर्नुभएको है घरको मान्छे त प्रायः यति बेला बिजी हुन्छ घरको मान्छे त है कतिवटा कुरोमा अब बिजी हुन्छ इङ्गेज हुन्छ र चाहिँ समाजको मान्छेले नै यो गर्नुपर्ने एउटा दायित्व हो र यो समाजको मान्छेलाई चाहिँ म एकदमै मेरो आन्तरिक हृदयबाट चाहिँ धन्यवाद दिन चाहन्छु सबै कुरो यहाँ केटीपट्टिको राम्रो लागेको छ खानापिना सबैले इज्जत गरेको छ सबैजना नेपाली बोल्नु अलिक अप्ठ्यारो हुनुहुन्छ हम जो आए हैं वहाँ से दिल्ली से हमारे को जो इज्जत करा है लड़की वालों ने बहुत अच्छा करा है खाना पीना बहुत अच्छा करा है ठीक है और कोई कमी नहीं छोड़ा इन लोगों ने हमारे लिए बहुत हुई सबसे बड़ा सम्मान मान सम्मान हुई है सब ठीक ठाक है दोनों का देखो बच्चा अपना आपस में मिले हैं आपस में सब कुछ किया है ठीक है और उनका खुशी उनका जिंदगी जाना चाहिए आगे हम लोग को आशीर्वाद दे सकते हैं यिनीहरू दुईजना चाहिँ आपसमा बात गर्थ्यो त बादमा एक दिन भेटाउनु छोराले बुहारीलाई लिएर आउँदाखेरि चाहिँ अब राम्रो लाग्यो है त्यहाँबाट
चाहिँ अब ठिकै छ। अब मेरो पनि एउटा इच्छा थियो म गढवालीमा गए पनि बुहारी चाहिँ म नेपाली खोज्छु भन्ने। अहिलेसम्म मेरो साथ चिनेकोदेखि छोरी जस्तै नै भएर बसिरहेको छ। आगे पनि यस्तै सोचिरहेको छु कि हाम्रो छोरी नै होस्। उता उसको छेमाहरू पनि हुनुहुन्छ, के भन्नुहुन्छ बुहारीको लागि? हामीले त अब बुहारीलाई है दिल्लीमै भेटेको त बहुत राम्रो लाग्यो। भाइको मतलब हाम्रो छोराको चाहिँ अब है लभ म्यारिज, त्यहाँबाट फेरि अब छोराले नि बुहारीले नि अब हामी पनि भन्यो मँगनी गरेर अब होइन गरौँ भनेर अरेन्ज म्यारिज त्यो भएर भयो। अब यिनीहरू त अब दिल्लीको तर पनि अब भेना गढवाली, अब दिदी नेपाली, अन्त त्यो भएर अहिले अब आमा त अब नेपाली हो र पनि अब नेपाली नै उसले बिहा गरेर है आफ्नो रीतिरिवाजको सायद बिहा गर्नु हुँदैछ होइन। हरि ओम प्रजापते नमः। मेहंदी लगा ले 16 सिंगार कर ले, दुल्हन पंजा खुद को तैयार कर ले। हो मेहंदी लगा ले 16 सिंगार कर ले, दुल्हन पंजा खुद को तैयार कर ले। कब से न जाने तेरे पीछे पड़ा हूँ, देख तेरे घर के सामने खड़ा। हरि ओम अच्छा पहले पूजा करो अपने को। चादर से गुजर रही है, चांद सी रोशनी में चमक रही है वो। आई दुल्हन सपनों की रानी बन के आई दुल्हन, महफिल रोशन दिल बेचैन। आई दुल्हन बाबुल का घर छोड़ के बेटी पिया के घर चली। बाबुल का घर
का घर छोड़ के बेटी पिया के घर चली, ये कैसी घड़ी आई है, मिलन है जुदाई है, मिलन है जुदाई है। चमकता गहना हो, तारों का चमकता गहना हो, फूलों की महकती वादी हो, उस घर में खुशहाली आए, जिस घर में तुम्हारी शादी हो। तारों का चमकता गहना हो, फूलों की महकती वादी हो, उस घर में खुशहाली आए, जिस घर में तुम्हारी शादी हो। ये फूल तुम्हारे जेवर हैं, ये चांद तुम्हारा आईना, तुम जब ऐसे शर्माती हो। 60 वर्ष पूर्ण आएर र हामी आज दार्जिलिङबाट यहाँ तकदा कमानमा यो बिहाको शुभ उपलक्ष्यमा आएका छौँ र बिहा एकदम रौनकपूर्वक यो बिहा चलिरहेको छ। तथापि सबै व्यस्तता भए तापनि हामीले भोजको व्यवस्थाहरूलाई हेऱ्यौँ, सबै कुरालाई निहाल्दाखेरि एकदम राम्रो लाग्यो, हामीलाई खुसी लाग्यो। आउँदो दिनमा जुन चाहिँ यो बाबा आमाले जुन चाहिँ आफ्नो कर्तव्य गरेर जुन चाहिँ छोराछोरीको भविष्यको निम्ति यो जुन चाहिँ शुभ कार्य गरिरहेको छ, उहाँले यो कार्यलाई चाहिँ आउँदो दिनमा नानीहरूले चाहिँ सफलतापूर्वक आफ्नो जीवनमा कुरोलाई चाहिँ राम्रो भएर जाओस्, नानीहरूको भविष्य उज्जवल होस्, सुखमय दाम्पत्य जीवन सुखमय होस्, शान्तिपूर्ण होस् भन्ने म आशा राख्दै यहाँलाई शुभ आशिष प्रदान गर्दछु। धन्यवाद। छुइनँ हो र पनि बिहामा त आइयो, झोडी जङ्गल काटेर भए पनि कुना काचम भए पनि खाँदैछौँ है। अब के गर्नु, अब बिहामा आएपछि खानै पर्यो। जा रही दूर में
बेहुलीको माइली फुपू हो। अब त्यत्रो टाढो हाम्रो भदैनी बिहा भएर गएको छ, अलिकति भए पनि मनमा हामीलाई लाग्छ र पनि अब केही छैन त्यसमा हामीलाई भन्नु। ज्वाइँ हामीले एकदम राम्रो पाएको छौँ होइन, ज्वाइँको फ्यामिली पनि एकदमै राम्रो पाएको छौँ। अब मेरो छोरीले चाहिँ मेरो भदैनीले चाहिँ राम्रोसँगले गरेर खान्छ भनेर हामीलाई पुरा आशा लागेको छ। अब हामी त चाहन्छौँ कि हाम्रो नानीले हमेसा राम्रो गरी खाओस्, यसरी नै होस्। ज्वाइँ हेर्दा त एकदमै सिधा लाग्यो हामीलाई, तर अब है बुढाबुढीको बिचको अलिअलि हुन्छ जसको पनि, तर त्यसलाई ठुलो इस्यु नबनाएर सधैँभरि यसरी नै हेर्नु पाऊँ, खुसी हेर्नु पाऊँ, हाम्रो नानी आउँदा हाँसी खुसी आओस् हाम्रो घरमा, यही भन्न चाहन्छु। एकदम बिहाको चाहिँ शुभकामना, बधाई छ मेरो भदैनीलाई। बहिनीलाई चाहिँ अब कङ्ग्रेचुलेसन है, ह्याप्पी म्यारिजलाई। टाढो गए पनि हामीलाई चाहिँ नबिर्सिनु, यसो बेला बेलामा याद पनि गर्दै गर्नु, गाउँघर नबिर्सिनु, एकदम खुसी भएर बस्नु, यति छ, यति आशीर्वाद छ है हामीबाट। किस्मत से ज़्यादा और मर्द से पहले कुछ नहीं होगा। मुझे पता माँ क्या कहती थी बेटियों की शादी कराने के लिए महादेव खुद आते हैं, जिस राम ने चोंच दिए वही दाना भी देगा। मेहंदी लगी थी दुल्हन सजी थी, मेहंदी लगेगी दुल्हन सजेगी, आंसू छुपा के तेरा भाई हंसेगा, डोली को कांधा देगा और ये कहेगा तेरे साथ हूँ मैं, तेरे साथ हूँ मैं, तेरे साथ हूँ मैं, तेरे साथ हूँ मैं। सौभागी सिंदूरे सुख संपदा तदा हितवसे मन्ये सिंदूरे सुख वर्धनम् सिंदूरे सर्व सौभागी सिंदूरे सुख संपदा राखेर शुभ लग्न कर्म निमित्यार्थं भ्यो नमो नमः। शुभ लग्न भयो, मङ्गलम भगवान्।
साक्षी राखी अर्को जन्मनी तिम्रै बनेर आकाशमै साक्षी राखी अर्को जन्मनी तिम्रै बनेर जुनी जुनी यसै गरी काटौँला मनैभित्र माया लुकाई बाँचौँला तिमी र म हरि ओम नमः श्री प्रतापी महाराजा मंदिर जग बहादुर के फौज के हरि ओम ना खर पकाई गोत्र नम शिव क्षेत्र श्री ठ्याक्का 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 फेरि हाल्नु हरि ओम नमः ठ्याक्का ठ्याक्का उत्तर चिना को नमः छि बिवि हर्न शिक्षण प्रसार उच्च विचार अध्यक्ष ठ्याप ठ्याप हाल्नु गैरीको ठ्यापमा ठ्याप 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 त्यो भित्र हाल्नु मैले अहिले गोत्रमा थिएँ खुकुरीको गोत्र के हो दसुर गोत्र पारसा शाखा ल अब त्यो बुहारीको हातमा दिनुको लागि त आकाशमा गयो भने खुट्टामा समातेर तान्नु यदि म कसैसित गयो भने यही खुकुरीले रक्षा गर्नु जो तू आग है हाँ तो फिर मुझे जलने का शौक है जलने का शौक है मरने से कहीं ज्यादा हाँ तुझे खोने का खौफ है खोने का खौफ है तू चाहिए मुझे चाहे कहे इसे मेरा जुनू या फिर तू जिद मेरी तू ही अरमा तू ही सच है कह रही दीवानियत है मैं ये दिल पे लिख चुका हूँ तू मेरा है तेरे आगे जिंदगी की खाक जितनी अहमियत है फैसला मैं कर चुका हूँ तू मेरा मैं भी हूँ बस तेरा पाने की तुझको हसरत लिए रातों को मैं जागता हूँ क्यों जाने फिर भी दुश्मन तेरी दो आँखों को मैं लगता
चाहे तू मुझे, करूँगा तुझे इश्क में, मुझे ये परवाह नहीं, जो भी हो मेरा अंजाम हर हाल में। तू चाहिए मुझे, जो भी सजा मिले, परवाह है फिर किसे अंजाम की। तू ही अरमां, तू ही सच है, कह रही दीवानियत है, मैं ये दिल पे लिख चुका हूँ, तू मेरा है, तू मेरा है, तेरी आगे जिंदगी की खाक जितनी अहमियत है, फैसला मैं कर चुका हूँ, तू मेरा मैं भी हूँ बस तेरा। उहाँहरू चाहिँ है मामा माइजूलाई आज तपाईँहरूले शिर उठाउनु पर्ने हुँदाखेरि चाहिँ मामा माइजू मैले चिनाउँदैछु हो। र तपाईँहरूले यो शिर उठाउनु चाहिँ मामाहरूलाई किन अलिकति सारेर यहाँ मामाहरूलाई टाढैबाट चन्दनले पनि त्यहाँनिर सघाउनु छु। हामी सबै छुनु पऱ्यो। ल मामालाई भाउजूलाई दियो, ल मामा र माइजूलाई, मामालाई टोपी लगाइदेऊ। मामालाई तपाईँले टोपी अर्डर दिनुहोस्। मामाले फेरि अब बाटो घाटोतिर भेट्दा पनि यसो माइजू याद गरिराख्नु, हेरिरहने हो है, भेट हुन्छ कोही बेला। अब यसरी होइन एउटा जेठी भान्जीको एउटा मेरो सोनालीको होइन ज्वाइँसँग मेरो अब सबै परिवार मेरो अब काका काकी होइन आमा अब सबै हामी एउटा मिलेर हामीले यो एउटा कार्य गऱ्यौँ होइन। अब यो एउटा खुसी कुरा हो, सार्वजनिक एउटा हामीले एउटा कन्यादान गरेर दिनुको चाहिँ यो खुसी कुरा भएको त मैले खुसीको कुरा हो नि सुनिल। अन्त मलाई एउटा सुन भाउजू किन होइन बोल्नु पाउँछ तिमी माइजू बुझ्यौ म पनि तिमी अब मेरो भाउजू होइन। अब यसरी गर्दा चाहिँ मलाई अब यस्तो लाग्यो कि अझै मेरो भान्जीहरू कतिवटा छ हुनु नि भने जस्तो लाग्छ। हजारजना भान्जी छ भने पनि मामाको पनि किस्मतमा हुनुपर्छ यो गर्ने, भान्जीको पनि किस्मतमा हुनुपर्छ यो सबै गर्ने। जसको किस्मतमा छैन भने जतिवटा भान्जी भए पनि हुँदैन। आज तिमीहरूको भाग्यले तिमीहरूलाई जुराएर यो सब गर्नु पायो होइन, एकदम हामी त खुसी छौँ। ज्वाइँ पनि हामीले एकदम राम्रो पायौँ, भविष्यमा पनि राम्रै भएर जाओस् होइन। यसरी नै जोडी भएर आएर मामा माइजू बाजे बोजू घर परिवारलाई सम्झेर इज्जत सम्मानमा आयो भनेदेखि अझै हामी खुसी हुन्छौँ। भर्खर तिमीहरूको जिन्दगीको यो नयाँ सुरुवात हो, अब अन्तिमसम्म तिमीहरूको चाहिँ राम्रो भएर जाओस् भन्ने चाहिँ हामी तिमीहरूलाई शुभकामना आशीर्वाद दिन्छौँ। Hi Sonali, happy married life. Happy married life. God bless you. God bless you. राम्ररी गरेर गर्नु दुवैजना, अन्त छिटो छिटो फ्यामिली प्लानिङ नगर्नु हो। टेक योर टाइम, ह्याभ फन, मजाले यु हेभ लट्स अफ टाइम, बुढाबुढीसँगै टाइम स्पेन्ड गर्नु, मेमोरिज क्रिएट गर्नु, ओन्ली देन प्लान मेदानी पालाई छेदेदी माथेर जो जगरा पचेन परिग्रेनमा पिर तद्रे मुखत्रे गुना समेत सीता होत्रम कन वेदायन नमः यो तिनजना लगाइदिनु सब भइहाल्छ। लो यहाँ कर्म सक्यो, अब यहाँ सन्धि ढोका एउटा आशिष आज हाम्रो घरको कुलकुलानीहरूबाट 95 देवताहरूबाट सम्झिदिनु भयो र यसरी हामीले सदाभरि यो नौमती बाजा लिएर हजुरको घर दलनमा शुभ लिएर यसरी आउँदाखेरि जस्तो दिनको बनेको छ त्यस्तो उज्यालो लिएर परम्परा पुस्त पुस्तसम्मको जन्म नानी तपाईँको नाम चला जाओस्, हाम्रो नाम चला जाओस्। तपाईँले पनि भनिदिनु। आज धेरै रमाइलो गराइदिनु भयो, हामी एकदमै खुसी छौँ, हर्षित छौँ है। सधैँ
सधैँभरि हाम्रो जीवनमा यस्तै खुसीपन चाहिँ आइरहोस्, तपाईँ हामीमा सम्बन्ध नटुटोस् होइन। भयो अब यो खोले टिका लागि हरि ओम नमो नमः दिएको देवा मैया जो भुल देवतालाई साक्षी राखेर मेरो छोरी ज्वाइँलाई नारायण जसो ज्वाइँलाई विदा गर्दैछु मेरो छोरीलाई पनि ज्वाइँलाई दिएछु भनेर भुल दोष नलागोस् दोष नलागोस् सबै भगवानलाई साक्षी राखेर आज मैले विसर्जन गर्दैछु बाबा मैं तेरी मलिका मेरो छोरी ज्वाइँलाई नारायण जसो ज्वाइँलाई विदा गर्दैछु मेरो छोरीलाई पनि ज्वाइँलाई दिएछु भनेर भुल दोष नलागोस् दोष नलागोस् सबै भगवानलाई साक्षी राखेर आज मैले विसर्जन गर्दैछु दर्द की भी पार करा दे बाबा मैं तेरी मलिका टुकड़ा हूँ तेरे दिल का एक बार फिर से दहलीज पार करा यहाँ माइती पक्ष पनि छ, म पनि एउटा माइती हो। माइती पक्षबाट पनि एउटा सुन्नुपर्छ है, किनभने एउटा चेली हामीले एउटा कन्यादान गरेर दिइसकेको, तर भोलिको दिनमा हाम्रो चेली चाहिँ अवहेलना नहोस् होइन। आज सोनालीलाई जुन चाहिँ सोनालीले देखाएर लगेको छ, भोलिको दिनमा त्यो सोनालीले चाहिँ अन्यथा नहोस्। दुःख सुख भनेको दुई पहिया हो है, दुई पहिया हो। ज्वाइँको दुःखमा मेरो चेलीले साथ दिनुपर्छ, चेलीको साथमा मेरो ज्वाइँले साथ दिएको हुनुपर्छ। भोलिको दिनमा अन्यथा केही नहोस्। तपाईँले अहिले सोनाली दिइरहेको छ, आजको 60 वर्षसम्म तपाईँले यही सोनाली देख्नुपर्छ है। मैं लहंगा चूड़ा पाके तेरी गलियां छिटुर गईयां वे मैं तेरी हो गई माही नी मैं तेरे संग जुड़ गईयां। हो वे मैं लहंगा चूड़ा पाके तेरी गलियां छिटुर गईयां वे मैं तेरी हो गई माही नी मैं
तेरे संग जुड़ गईया माही दिल मेरा रखी सांभ के आंखों में आंसू शाम से ओ पिया चल चले बात ले गम खुशी साथ में साथ में चली अपना ये घर छोड़ के मिलने हैं आए इतने मेहमान यहाँ बोलूं मैं सबके सामने हो अंगना के अपने मैं परी ले तेरे संग में उड़ चली हो वे मैं चोरी चोरी आवा वे मैं नजरानू भी छुपावा जिन्हें सपने